ईपीएस मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाउनेको विरोध कार्तिक 20 गतेदेखि हुने भनिएको कोरिया भाषा परीक्षा सर्यो। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै विरोध प्रदर्शन भएको छ। भाषा र सिप परीक्षा उत्तीर्ण गरेको 2 वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएकाले बिहीबार ललितपुरको ग्वारखो स्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा प्रदर्शन गरेका हुन्। सन् 2025 का लागि 1,63,000 जना परीक्षामा सहभागी भएकोमा 17,030 जना भाषा परीक्षा उत्तीर्ण भएका थिए। ती मध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन्। कोरियामा श्रमिक पठाउन थप विज्ञापन र परीक्षा लिनुभन्दा पहिले उत्तीर्ण गरेका श्रमिकलाई कोरिया पठाउनु पर्ने उनीहरूको माग छ। वैदेशिक रोजगार विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले 2 वर्ष पहिले ईपीएस मार्फत दक्षिण कोरियामा सिप बिल्डिङमा जान भाषा परीक्षा उत्तीर्ण गरेर जान नपाएकाले छिटो जान पाउनु पर्ने माग गर्दै कार्यालय घेराउ गर्नु स्वाभाविक भएको भए पनि आफूहरूले मात्र चाहेर मात्रै पठाउन नसकिने बताएका छन्। उनका अनुसार दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडीले भाषा परीक्षा उत्तीर्ण गरेकाको रोस्टरमा नाम पठाएपछि विभाग अन्तर्गत ईपीएस शाखाले अन्य प्रक्रिया गर्ने हो। रोस्टरमै नाम आउँदै नआएको अवस्थामा के गर्ने भन्दै प्रतिप्रश्न समेत गरेका छन्। उनका अनुसार कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका सबै कोरिया जान पाउने निश्चित नहुने भएको हुँदा रोस्टरमा नाम आए पनि लेबर परमिट नआएसम्म जाने निश्चित हुँदैन। सन् 2008 देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा E9 भिसा अन्तर्गत नेपाली श्रमिक लैजान थालेको थियो। हाल कोरियामा 1,20,000 हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेका छन्। यसैगरी रोजगार अनुमति प्रणाली ईपीएस भाषा परीक्षा हुने समय पछाडि सारिएको छ। मानव संसाधन बोर्ड एचआरडी कोरियाले यसअघि कार्तिक 20 गतेदेखि नेपालका लागि भाषा परीक्षा हुने अनौपचारिक मिति तय गरे पनि नेपालको सुरक्षाको कारण देखाउँदै सारेको हुन सक्ने अनुमान छ। विभागको ईपीएस शाखाका अनुसार एचआरडी कोरियाले 1,02,515 परीक्षार्थीका लागि तत्काल भाषा परीक्षा गराउने गरी तालिका प्रकाशित गरेको थियो। विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले यसअघि तोकिएको भन्दा केही समय ढिला भए पनि मंसिरदेखि भाषा परीक्षा सञ्चालन गरिने जानकारी दिएका छन्। मंसिरबाट परीक्षा सञ्चालन गरिने अनौपचारिक जानकारी आए पनि एकिन मिति भने केही दिनपछि सूचना निकालेर जानकारी गराउने उनको भनाइ छ। पछिल्लो समय कोरियाले नेपालबाट ठूलो संख्यामा नेपाली श्रमिक लैजाने गरी भाषा परीक्षा गर्ने तयारी गरिरहेको छ। कोरियाले 17 ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढ़ी श्रमिक माग गर्दै आएको छ। सन् 2024 मा 14,492 नेपाली युवा कोरिया प्रवेश गरेका थिए।